नमस्कार सम्पूर्ण मेरो प्याराभन्दा प्यारा टिकटक साथीहरूलाई। आज म के भन्न जाँदैछु भने के भन्ने है, एकदम अचम्म लाग्छ कि मलाई यो कुराहरू सम्झिँदा र यो यस्ताहरू भिडियोहरू हेर्दाखेरि। मैले त सोचेकै थिएन कि यो राजनीति भनेको कस्तो के अरे भाइरस हो भनेको। राजनीति गर्ने मान्छेले कहिले आफन्त भन्दैन, कसैलाई कोही सोच्दैन कि राजनीति गर्ने मान्छेले कहिले पनि कसैलाई आफ्नो मान्दैन के। उसले आफ्नो स्वार्थको लागि चाहिँ जसलाई पनि जे पनि गरिदिन सक्छ के। यसै गरी नै म अहिलेका एकदम हुनहार पत्रकारहरू अनि एकदम यो सहयोगी भावना बोकेर हिँडेका मान्छेहरू चाहिँ यो राजनीतिमा लागेको देखेर नि म तीन छक परेछु के। यो राजनीति नै हो त, यिनीहरूले गरेको राजनीति कसरी राजनीतिमा छिरौँ भनेर सोचमा बसेका रहेछन् जस्तो लाग्छ कि यिनीहरू। त्यही भएर सुरुमा चाहिँ राम्रो राम्रो काम गर्ने, 1-1.5 वर्ष राम्रो काम गर्ने, 2-4 वर्ष राम्रो काम गरिसकेपछि मान्छेहरूले चिन्छन् अनि त्यो मान्छे राजनीतिमा जाने बित्तिकै त्यो मान्छेलाई जिताउँछन् भनेर उनीहरूले सोच्दा रहेछन् के भएको। अहिले त आशिका दिदी पनि राजनीतिमा धादिङ कि कहाँबाट उठ्नु भएको छ अरे। अनि यो पत्रकार के हो यार, एउटा यस्तो राम्रो पत्रकार थियो, त्यसले चाहिँ एकदम पर्दाफास गर्थ्यो कि यो घुसखोरीहरूको चाहिँ। ऊ पनि राजनीतिमा। अनि कतिपय मान्छेहरूले चाहिँ यो बालेन शाह चाहिँ काठमाडौँको मेयर अब राजीनामा दिएर चाहिँ झापाबाट उठ्नु भएको रहेछ। कतिपय मान्छेहरूले झापाबाट किन उठेको, के गर्नु उठेको, त्यो चाहिँ एमालेको ठाउँबाट किन उठेको। ए यार तिमीहरूलाई के भन्ने, बाघ जहिले पनि बाघसँगै भिड्छ के, बाघसँगै भिड्यो नि त हुन्छ के। अनि मान्छेले के भनेछन्, राजनीति त्यहाँ गएर के गर्छ, सबै चिज त उसले बनाइसकेछ, उसले गरिदिइसकेछ त, केपी ओलीले गरिदिइसकेछ, अब उहाँ गएर के गर्छ अरे। ए यार ऊ त्यो के भन्ने ठाउँ त्यो झापा है के हो त्यो ठाउँ बनाउन जान लागेको होइन कि, उसले देश बनाउन जान लागेको कि, त्यहाँबाट सम्पूर्ण देशलाई हेर्नको लागि हो कि। केपी ओलीले पो आफ्नो ठाउँ मात्रै हेऱ्यो, प्रधानमन्त्री बन्यो र आफ्नो ठाउँ मात्रै हेऱ्यो। ऊ त त्यहाँ गएर जित्यो भने उसले देश हेर्ने हो कि ठाउँ हेर्ने होइन कि। सबै देशमा उसले राम्रोसँग गर्ने होला कि त्यहाँ गएर। त्यही भएर बाघ जहिले पनि बाघसँगै भिड्छ कि स्यालसँग भिड्दैन भनेर चाहिँ जनाएको। र यो कुरा त ठिकै छ, यिनीहरू त पहिलेबाट राजनीतिमा लागेको, यो टेन्सन भएन। यो आशिका दिदी र राजनीतिमा लागेको देखेर म दङ्गै परेँ कि, 3 छक परेछु यार। त्यस्तै नि हुन्छ, हर्केको त के कुरा गर्ने यार, हर्के भनेको हराइसकेको मान्छे। ल ठिक छ।